मुटुभरि आँट मेरो रातो रगत उमाली, दाजुभाइ साथ मेरो यो पटक चाहिँ उचाली, ल्याउँछु शिर थापेर नेपाल आमा पुकारी, नबस्नु है रङ्गाउँछु तिमीलाई सिङ्गारी, यो पालि चाहिँ घर घरमा हाँसो खुसी पुग्नेछ, हरियो वनको काठ मेरो झैँ जस्तो आयु म जुट्नेछ, नफुलोस् है सास मेरो चितुवा चाहिँ कुद्नेछ, बिरुवा चाहिँ फुल्नेछ, यो बसन्तको पालुवा। यस्तै यस्तै शब्दहरू समेटेर बालेनले अहिले एउटा ऱ्याप गीत सार्वजनिक गरेका छन् र उक्त ऱ्याप गीतले अहिलेसम्मकै सबै रेकर्डहरू अर्थात् साङ्गीतिक क्षेत्रमा आएका सबै रेकर्डहरू तोड्ने निश्चित जस्तो देखिएको छ। हामीले यो भिडियो बनाउन्जेलसम्ममा उक्त भिडियोमा 1,20,000 भन्दा माथि लाइक आइसकेको छ भने त्यसमा भ्युज भने युट्युबमा धेरै ढिलो काउन्ट हुन्छ र त्यसकारण अहिले भ्युज भने यो भिडियो बनाउने बेलासम्म 1,08,000 मात्रै र लाइक चाहिँ 1,21,000 पुगिसकेको छ। त्यो हिसाबले भ्युज एक्ज्याक्ट त्यसको 4-5 लाख त पुगिसकेको छ पक्कै पनि यो भिडियो बनाउन्जेलसम्म। त्यो तपाईँहरू यदि युट्युब सम्बन्धी जानकार हुनुहुन्छ भने पक्कै तपाईँहरूलाई थाहा छ। र जय महाकाली आयो गोर्खाली भन्ने बोलको गीत चाहिँ अहिले बालेन प्रधानमन्त्री हुने समयभन्दा केही अगाडि सार्वजनिक गरिएको छ र उक्त गीतले रेकर्ड तोड्नेवाला छ, फेरि अर्को मार्केट खानेवाला छ। र उक्त गीतमा यस्ता शब्दहरू छन् जहाँ तराई जस्तो छाती मेरो, पहाड शिर टाकुरा, सगरमाथा चाहिँ चिसो निधार, बोलियो छ यो पाखुरा, जस्तो आए नि उम्किन्न बैरी सोची फ्याकम्ला, म हिँड्छु दौडिन्छु रोक्नेको घाँटी न्याकुम्ला, म भिड्छु छोड्दिन्न थेग्नेलाई यो ज्यान व्याकुल छ, चिनिन्छु हजारौँ बासी विश्व एक ठाउँ राखम्ला, चिर्दिन्छु जस्तो नि जाल भाल माकुरा, आगो बनी बल्नेछु म चिसो पनि बरफ झै, विश्व झुकी बोल्ने शहर नेपाल रहेछ फरक नै, अरूभन्दा अनुपम छ मेरो चाल ढाल पनि, नआइज मेरो सामु खोक्रो बोलीको खाल बनी, भुइँचालो झै गर्जिनेछु 46 को साल बनी, असरी बनी वर्षिन्छु बाढी ल्याउने काल बनी, उनखिलाफ क्रान्तिले शान्ति सम्हाल्छ नि, एकताको बल मेरो राष्ट्रिय दण्ड अखण्ड नेपाली योपाली इतिहास बन्दैछ भनेर बालेन शाहले लेखिएका र यी कोरिएका शब्दहरू साँच्चीकै देशभक्ति छन् र यी शब्दहरूले यो शब्दमा भने जस्तै साँच्चीकै परिवर्तन भयो भने अब बालेन शाहले देशमा कायापलट गर्नेवाला छन्। तपाईँलाई के लाग्छ त? उक्त गीत अहिले नै सार्वजनिक गर्नु र उक्त गीतले एउटा रेकर्ड छुट्टै रेकर्ड राख्नु, त्यसैसँग फेरि बालेन शाह भोलि नै प्रधानमन्त्री बन्ने भइरहँदा तपाईँलाई अब यो गीतको बारेमा र बालेन शाहको बारेमा केही भन्न मन छ भने तलको कमेन्ट बक्समा लेख्नुहोला र यो गीतले मार्केट खाने सम्भावना भने 100% हामीले देखेका छौँ। तपाईँलाई कस्तो लाग्छ त्यो पनि लेख्नुहोला है त।